Hello guys, welcome to my new vlog. तपाईहरु हेर्न सक्नुहुनेछ। ओ ब्लगर, अनि साइडमा हेभी कुलो जाको छु। लानु प्राविधिकको रिकर्डिङ हैछ सुदीप? रिकर्डिङ हैछ कि नै जुलेको? नहीं। ए ऐसे रिकर्डिङ तो कहाँ আমার মাইল খা हाम्रो ब्लग अहिले चौधरीको ब्लग पछाडिमा अझै एकजना आउँदैछ। दुईजना आउँदैछ पछाडि अनि अब कतिखेर आउँछ तिनीहरू अलिकति बिस्तारै बिस्तारै बाइक हाँकिरहेछ। के हो गाइज, दुईजना त्यहाँ थियो पछाडिमा आइसक्यो। अब गाइज फाइनली दुईजना पछाडि थियो, अब पुगिसक्यो गाइज। क्याम्पस नजाने त्यहाँ प्रोग्राम हुँदैन र हामी जाने त्यहाँ प्रागन स्कुल जाने त्यहाँ। अब तपाईहरु हेर्न सक्नुहुनेछ हामी यसमार्का कलेज आइसकेका छौँ। धेरै नै जाम छ। मेरो गइरहेछ कतिरहेछौँ अगाडिनिर त्यहाँ हाइवेनिर जाने हो र हस्पिटल चोकनिर प्रागन स्कुल जाने हो। बनाइदिउँ भनेर सोचेको त्यही नै हो गाइज। अब हामीहरू फेरि त्यहाँ लान प्राविधिक शिक्षाले आइसकेको छौँ गाइज। एकजना पनि फेरि आइसक्यो, हाम्रो पार्टनरहरू आइसक्यो र अब हामीहरू यहाँबाट जाँदैछौँ। किन हेर्न सक्नुहुनेछ हाम्रो बेटा लाल यता छ, यता हेरे बेटा लाल तँलाई कुट्छु म त्यहाँ राम्रो भएन। अब हामीहरू जाँदैछौँ ल गाइज। अब प्रागन स्कुलतिर जाने हो त्यहाँ अलिकति हिँड अब हिँड। अब जाऊँ उता प्रागनतिर, राम्रो लाग्छ त्यहाँनिर नि त। चल अब बस पुगेछ। त्यसपछि अब जाने हो त्यहाँ। त्यो एकजनालाई कल गरेको छ नि, जाने हो हामी त्यही प्रागन स्कुलतिर। ल अलिकति एकजना हाम्रो जान लाग्यो।
राम्रो रुम हेर्ने गाइज भ्लग बनाउँदै हिँड्दैछु म यहाँ रुम देऊ कति करो 200 रुपियाँ त्यहाँ छ डबलवाला टु कत जाइछि कत हेर्दै जाउँ हामी रुम अहिले जान्छौँ र अलिकति ज्याकेट लगाउँछौँ तो हम लोग अपने रूम इधर है हमारा रूम नहीं खोल गया अपन अपने रूम हाम्रो रूम यो हो गाइज अहिले हामी नखोल्ने त्यहाँ माथि गएर त्यसपछि आउँछौँ अनि खोलौँला यहाँ पछाडिमा सुदीप छ त्यसको रुम जाँदैछ मैले यहाँ जुत्ता खोल्नु पर्छ गाइज हेर्न सक्नुहुन्छ कति जुत्ता छ अनि त्यसको रुम जाने हाम्रो सुरेन्द्र बत्तीको थियो अलिकति सरस्वती पूजाको त्यहाँ चिर्खा बोल्दैछ अनि बत्ती त्यहाँ त्यसमा तेल हाल्नु अलिकति र अब सुदीप घुम्ने ठिकै छ र यो सुदीपको रुम फाइनली हामीहरू रुमबाट अब जाँदैछौँ त्यहाँ प्राङ्गण जाने केही पनि हालिन्छ बोलो अगला ले चल यार नम्बर त त्यो पर हजुर राख्ले राखला ब्लॉग में ले छु कति चाहिन्छ फेमस गाडी भी त चिन्बो गर्छ ब्लॉग में अब हामी एकछिनमा जाने अलिकति जानु गाइज एकछिनमा अब हामीहरू जाने त्यही प्राङ्गण शिक्षक मारे ल ल ल अब हामीहरू बाइक स्टार्ट गर्न लाग्यो अब स्टार्ट गरेपछि अब हामी गाडी पछाडिमा त्यो आउँदैछौँ दुईजना बाइकमा अब प्राङ्गण स्कुल जाने हो डान्स प्रोग्राम हेर्ने हो आज देख्न सक्नुहुनेछ सरस्वती पूजा कारणले कति जाम छ बाटो घाटो पुरै जाम अब कुन रोडबाट जाने हो 1 नम्बर रोडमा त ट्राफिक हुन्छ त्यसै कारणले कस्तो भएर फाइनली हामीहरू घन्टाघर पुगिसकेको छ लानको यता लगा ढाका टोपी लाऊ म लाउँदिनँ ढाका टोपीमा कस्तो लागिरहेछ नेपाली हो नि त गाइज नेपाली हामीहरू नेपाली हो नि त कति राम्रो सुटर लागेको छ हामीहरू जाँदैछौँ एकजना हाम्रै गाउँको हेर्नको लागि डान्स युट्युबर भएर अलिकति युट्युब राम्रोसँग बनाउनु पर्छ युट्युबको भिडियोहरू तपाईँहरू लाइक कमेन्ट सब्सक्राइब जस्ट पुगिसक्यो हाइवे अलिकति मात्रै थोरै मामा छ हेर्न सक्नुहुनेछ मामा त्यहाँ मामा फाइनली अब पुग्न आइसकेका छौँ तपाईँहरू हेर्न सक्नुहुन्छ प्राङ्गणको बस यहाँ अब त्यहाँ हामीहरू जाने हो त्यो साइडमा छ पास छ कि छैन पास त्यहाँ लाग्छ होला खै पास छैन अब
नत्र कुनै बेला पास राख्छन् त नै नत्र पास भए छिर्न दिँदैन त्यो हामीहरू त्यो प्रागन स्कुल त्यो साइडमा छ अनि रोड हामीहरू क्रस गर्दैछौँ अलिकति राम्रोसँग नत्र गाडीले उडाइदिन्छ फेरि त्यही नै हो गाइस हामीहरू त प्रागन छिर्न आँटेछौँ अलिकति हेर्न सक्नुहुन्छ कति राम्रो छिर्नको लागि धेरै नै राम्रो छ गाइस अब भित्रमा हेरौँ कस्तो छ प्रोग्राम हुन्छ कि हुँदैन भनेर यता हामी त प्रोग्राम हुन्छ भनेर हेर्न आएको हेर्न सक्नुहुन्छ कति वाउ सो ब्युटिफुल भित्रको त्यो हेर्न सक्नुहुन्छ कति राम्रो त्यहाँ सरस्वती माता छ हामीहरू प्राङ्गणको भित्रनिर जाँदैछौँ सक्नुहुनेछ गाइस यहाँ प्रोग्राम हुन्छ छ प्राङ्गण स्कुल चाहिँ गेट मात्रै सानो भित्रमा धेरै नै ठुलो छ हामीहरू त्यहाँ निस्किसक्यो त्यहाँबाट प्रागन स्कुलबाट र हामीहरू किनकि त्यहाँ धेरै जामको कारणले हामीहरू ब्लग बनाउन पायौँ धेरै जाममा कसरी ब्लग बनाउने त्यो मोबाइल पनि सामान निस्किसकेका छौँ र अब बाइक हाँक्ने मान्छे एकदम अगाडि हुनुहुन्छ हामी बाइकमा चढ्छौँ देखिन्छ कि देखिँदैन मार्क्स लगाएको छु किनभने तिमीहरू भन्दै थियो क्यामेरामा नआयो अब झन्डा पार्क जाने त्यसपछि केही गर्नु झन्डा पार्क खान धेरै मान्छेहरू आउनु होला नि केटाकेटीहरू हेर्नको लागि अब हामीहरू जाँदैछौँ झन्डा पार्क फ्ल्याग पार्क पनि छ नेपालको झन्डा छ अनि आज त ढाका टोपी पनि लगाएको छ अलिकति राम्रो देखिन्छ फ्ल्याग पार्क पहिला जाने हो त्यसपछि अब हेरौँला कहाँ जाने हामीहरू जाने प्लानिङ अब जाने पहिला फ्ल्याग पार्क त्यसपछि त केटाकेटीहरू धेरै नै होला नि त जान्छ हेर्न हामीहरू केटाकेटीहरू हाम्रो त गर्लफ्रेन्ड छैन वाट्सएपबाट ब्लग बनाउने हो सामने अब छैन तिनीहरूलाई हेर्नु कतिजना गएको छ फ्ल्याग पार्क कति लगे यही नै हो गाइस हेर्न सक्नुहुनेछ कति झन्डाहरू छ